है अहिले हामी सुनकुटा माविमा छौँ। राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालन भइरहेको छ। अहिले सुनकुटा माविमा सञ्चालन भइरहेको पालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितालाई तपाईँले कसरी मूल्याङ्कन गर्नुभएको छ सर? धन्यवाद प्रश्नको लागि। सुनकुटा माविमा 7औं राष्ट्रपति रनिङ सिल्ड सञ्चालन भएको छ। गत साल 6औं राष्ट्रपति रनिङ सिल्ड पनि हामी गाउँपालिकाले सुनकुटा माविलाई नै जिम्मेवारी दिएको थियो। यसपालि पनि सम्पूर्ण पैसाको व्यवस्था गाउँपालिकाले दियो भने सम्पूर्ण सञ्चालन गर्ने जिम्मा हामीलाई दिएको छ। हामीले विभिन्न ठाउँबाट प्रशिक्षकहरू सञ्चालन गरेर प्रशिक्षकहरूको प्रयोग गरेका छौँ। राम्रै सञ्चालन भएको छ। सुख शान्त तरिकाले राम्रै इज्जत साथ हामी समापन गर्ने प्रयासमा छौँ। जस्तै यो प्रतियोगिता तेस्रो दिनसम्म आइपुग्दा विद्यालय र आयोजक टोलीको अनुभव कस्तो रह्यो हजुरको? यो तेस्रो दिनको उसमा हाम्रो गत सालको भन्दा पनि अझै राम्रो भएको छ। गत साल सामान्य विवाद भएको थियो विद्यालयबिच। यसपालि त्यस्तो केही छैन। अस्तिको दिन उद्घाटन भयो, 3वटा इभेन्ट भयो, त्यसपछि हिजो दिनभर सञ्चालन भयो, आज पनि सञ्चालन हो। सायद भोलि हामी छिटै समापन गर्नेछौँ। विवाद भनेको कुनै विद्यालय र विद्यार्थी बिच पनि त्यस्तो केही छैन। राम्रो तरिकाले सम्पन्न भएको म यहाँहरूलाई जानकारी गराउँछु। हजुर, जस्तै अब यो भनौँ न प्रतियोगिताले विद्यार्थीहरूको शारीरिक, मानसिक र अनुशासनात्मक विकासमा कस्तो योगदान पुर्याउँछ भन्ने लाग्छ? यो पढाइ भनेको हाम्रो किताब पढेर पास गरेर मात्र हुन्न। यसको लागि विद्यार्थीले अतिरिक्त क्रियाकलाप पनि गर्नुपर्ने हुन्छ। त्यसैले नेपाल सरकारले प्रत्येक शुक्रबारको दिन आधा पढाउने र त्यसको साथसाथै अतिरिक्त क्रियाकलाप पनि सञ्चालन गर्ने हामीलाई परिपत्र छ, निर्देशन छ र सरकारको नीति पनि त्यो हो। त्यसै अनुसार प्रत्येक वर्ष पालिका स्तरीय रनिङ सिल्ड सञ्चालन गर्ने अथवा छनौट गर्ने, यहाँबाट छनौट भएका उत्कृष्ट विद्यार्थीहरूलाई जिल्लामा पठाउने र जिल्लाबाट उत्कृष्ट भएका विद्यार्थीहरूलाई क्षेत्र केन्द्रसम्म त्यसरी गर्ने हुन्छ। यसको लागि नेपाल सरकारले जुन नियम सञ्चालन गरेको छ हामी सबै कटिबद्ध छौँ, लागेका छौँ र यसले राम्रो विद्यार्थीहरूको हौसला बढाउँछ र आगामी दिनमा पनि शारीरिक रूपले र संवेगात्मक रूपले अनुशासित भएर काम गर्नुहुनेछ भन्ने हामीले विश्वास लिएका छौँ। अनि अब यो प्रतियोगिताहरू सञ्चालन गर्दाखेरि अब चुनौती त भइ नै हाल्छ, चुनौतीको सामना गर्नुपर्छ। अब यो विद्यालयले चाहिँ के कस्ता चुनौतीहरू सामना गर्नु पर्यो? जस्तै छात्र खेलाडीहरूको सहभागिता र उत्साहलाई तपाईँले कसरी देख्नुभएको छ? हस्, धन्यवाद। प्रश्न साह्रै राम्रो छ। यो के छ भने अब विद्यार्थीहरूको सङ्ख्या बढ्छ। झन्डै हाम्रोमा 50जना विद्यार्थी छन्। त्यस्तै गरेर 40-50 गरेर अन्य विद्यालयबाट आउँछन्। अब खेल राम्रो तरिकाले सञ्चालन रहेछ। अब खानाको व्यवस्था गर्नु, तिनीहरूलाई यातायातको व्यवस्था, अनि त्यसको साथसाथै कसरी खेलाउने, इन टाइममा पुगाउने, कसरी सञ्चालन गर्ने, अनि प्रशिक्षकज्यूहरूलाई कसरी म्यानेज गर्ने, यी कुराहरू छन्। अब यसकै सिलसिलामा हिजो कुनै एफएमले के भनेर केही सुनकुटा माविप्रति अलिअलि नेगेटिभ समाचार प्रसारण गरेको भन्ने मैले सुन्न पाएको थिएँ। अब यसको के छ भने ती भाइहरूले जुन सञ्चारकर्मी हुन्छ उहाँले मलाई योभन्दा अहिले अघिल्लो महिनाको मङ्सिर 15 गतिको दिन वार्षिक उत्सव भएको थियो। त्यो उत्सवको बेला पनि हामी लाइभ प्रसारण गर्छौँ र हामीलाई 20,000 दिनु पऱ्यो। 20,000 र त्यसपछि खानापिनाको व्यवस्था गऱ्यो भने हामी 2-3 दिनसम्म लाइभ गर्छौँ भने मैले स्कुलसँग 20,000 विवेशको अध्यक्षज्यूलाई सोधेँ। उहाँ सोद्धाखेरि उहाँले हामीसित पैसा छैन, अहिले हुँदैन भनी उहाँले भन्नुभयो। त्यसपछि हिजो अस्ति पनि फोन गर्नुभएको थियो, सुनकुटामा रनिङ सिल्ड प्रतियोगिता छ, त्यसको लागि ल सर हामीलाई अझ मौका दिनु पऱ्यो, अथवा हामी 20,000 रुपियाँ र अझ पनि त्यही भन्यो 20,000 र हामी 2-3 दिन हामी त्यो लाइभ गर्छौँ भने त्यसपछि हुँदैन भने सञ्चारकर्मी हामीसितै थियो। यहाँ कपिल विष्ट भन्ने हाम्रो लोकल हुनुहुन्छ, उहाँले राम्रो ड्रोनसहित मगाएर हामीलाई राम्रो तरिकाले गरे भने अब त्यो नराम्रो हो, पैसा दिएनन्, हामीलाई समावेश गरेन भन्ने सञ्चारकर्मी त्यस्तो गर्नु मेरो विचारमा त्यो राम्रो होइन। उहाँले अब आफै व्यक्तिगत हिसाबले आफै जानुन्। यो सञ्चार सुन्ने जसले पनि सुन्नु भएको छ उहाँहरूले यो विश्वास गर्नु पऱ्यो कि होइन त्यो पैसाले होइन, अब खानापिना आइसकेपछि सामान्य हामीले गर्नै पर्छ, हेर्नुपर्छ मानवीय हैसियतले पनि। अब त्यो पैसा आए मात्र हामी सञ्चार गर्छौँ, लाइभ गर्छौँ र पैसा आएन भने हामी गर्दैनौँ भन्ने त्यो गलत हो। त्यसको म घोर भर्त्सना गर्छु र खण्डन पनि गर्न चाहन्छु। एउटा एक किसिमले सञ्चार क्षेत्रबाट असहयोग भएको फिल तपाईँले गर्नुभयो। अनि जस्तै अब गाउँपालिका अथवा शिक्षक, अभिभावक र स्थानीय समुदायको सहयोग कतिको प्राप्त भयो तपाईँले? अनि गाउँपालिकाले राम्रै गरिरहेको छ। सायद मलाई लाग्छ बझाङ जिल्लाभरि अस्ति हामी बस्यौँ, त्यहाँ बस्दाखेरि अध्यक्षज्यू लगायत सबै वडा अध्यक्षज्यूहरू बझाङ जिल्लाको लागि पहिलोचोटि त्यो कबड्डीको मेट आज हामीले गऱ्यौँ। सायद 4 लाखको आसपासमा त्यो मेट आएको छ। आज स्टार्टिङ त्यसैको हुँदैछ, यहाँहरूले पनि देख्नु भएको छ होइन। अब अर्को साल
फुटबल त्यो अन्य चिजहरू भलिबलको लागि पनि त्यसै व्यवस्था गर्ने गाउँपालिकाले राम्रै सहयोग गरेको छ त्यस्तो कमी कमजोरी त्यस्तो देखेको छैन वडा अध्यक्षज्यूहरू लगायत सम्पूर्ण खट्नु भएको छ हाम्रो स्टाफहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद र यहाँ सञ्चारकर्मीहरू भाइहरूलाई धेरै धेरै धन्यवाद छ यहाँहरूलाई आगामी दिनमा पनि राम्रो तरिकाले यसरी राम्रो तरिकाले सम्प्रेषण गरिदिनु हुनेछ समाचार भन्दै मेरो भनाइ अन्त्य गर्छु धन्यवाद